राम नवमी। रामको जन्मोत्सवको रूपमा नै राम नवमी मनाइन्छ। असलमा राम नवमीको अर्थ के हो, आज हामी यसको बारेमा जान्ने प्रयास गर्नेछौँ। के हो त राम नवमी? किन शास्त्रमा राम नवमीको यति धेरै ठुलो गायन पर्न गयो? किन भन्दाखेरि जब परमात्मा निराकार शिव यो धरतीमा आउनुहुन्छ त तब वही रामवाली आत्माद्वारा नै आफ्नो कर्तव्य पुरा गर्नुहुन्छ। त्यसैकै यादगारको रूपमा नै शास्त्रमा रामनवमी बन्न पुग्यो। भगवान जब यो सृष्टिमा आउनुहुन्छ त तब वही रामवाली आत्माको शरीरलाई धारण गर्नुहुन्छ, किनकि भगवानलाई पनि आफ्नो कर्तव्य पुरा गर्नको लागि जस्तो देश उस्तै वेश अपनाउनु पर्ने हुन्छ। किन भन्दाखेरि परमात्मा निराकार शिव ज्योतिबिन्दु हुनुहुन्छ। अब ज्योतिबिन्दुलाई आफ्नो कार्य गर्नको लागि त कुनै शरीर नै चाहियो नि त। त्यही भएर नै उहाँले शरीर धारण गर्नुहुन्छ। त कसको? रामवाली आत्माको। जब रामवाली आत्माको शरीर धारण गर्नुहुन्छ, त्यसैको यादगारको रूपमा के बनायो? राम नवमी बनायो। त यो कहिलेको गायन भन्न पुग्यो भन्दाखेरि जुन गीतामा पनि यसको प्रुफ आएको छ, यदा यदा धर्मस्य ग्लानि भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्ये परित्राणाय साधूनां विनाशाय च दुष्कृतं धर्म संस्थापनाय सम्भवामि युगे युगे। जब जब धर्मको ग्लानि हुन्छ, पापाचार भ्रष्टाचार अनाचार बढ्दै जान्छ, तब तब म साधु सन्तको रक्षाको लागि यो सृष्टिमा आउने गर्छु भनेर भन्नुभएको छ। त्यो भनेको मतलब कुनै द्वापरयुगको कुरो त पक्कै भएन। किन भन्दाखेरि द्वापरयुगमा यति धेरै धर्म सम्प्रदायहरू थिएन। अहिलेको कलियुगमा कति धेरै धर्म सम्प्रदायहरू बढेका छन्, कति धेरै पापाचार भ्रष्टाचार भएको छ, कति धेरै मनुष्यहरू दुखी भइरहेका छन्। सबै दुखैमा भगवानलाई पुकारिराखेको छन्, मन्दिर मन्दिरमा धाइराखेको छन्। आफ्नो धर्मअनुसार उही एक उच्च स्टेजवाला भगवानलाई नै मानिराखेको छन्। किनकि दुखी यो कलियुगमा छन्। हो, यही कलियुगको नै गायन नै शास्त्रमा रामनवमी भन्न पुगेको हो। र त होइन भने त त्रेतायुगलाई रामराज्यको रूपमा लिइन्छ। त्रेतायुग भनेको त स्वर्गको दुनियाँ हो, जुन हराभरा सुखै सुखको दुनियाँ छ। सुखैको दुनियाँमा फेरि भगवानको आवश्यकता हुने कुरै भएन, किनकि सुखमा कसैले पनि भगवानलाई पुकार्दैन। भगवानलाई पुकार्छ त सबले दुःखमा नै पुकार्छ। अब सत्ययुग, अब त्रेतायुग भनेको त सुखको दुनियाँ हो। त्यहाँ एक राज्य एक धर्म हुन्छ, त्यहाँ 14 कला सम्पन्न हुन्छ, त्यहाँ थोरै जनसङ्ख्या हुन्छ। कलियुगको जस्तो देहमै अड्किने पक्कै पनि हुँदैन। त्यसो भए सबै गायन कहिलेको त अहिले कलियुगको नै गायन हो। किनकि कलियुग दुनियाँ नर्क समान छ, यहाँ हिंसा छ। यो कलियुगी दुनियाँ भनेको काँटोको जङ्गल हो। सबै काँटोको जङ्गलमा नै जिराखेका छन् सबै मनुष्य। हो, एक काँटोको जङ्गल यी रात्रि समयमा नै भगवान यो सृष्टिमा अवतरण हुनुहुन्छ। अब अवतरण हुनुहुन्छ त कसरी अवतरण हुनुहुन्छ भन्दाखेरि कुनै मनुष्य तनको आधार लिनुहुन्छ, जुन गीतामा पनि छ नि त, अवजान्ति महामुढा मानुष्य तन महर्षितम, यानि कि मनुष्य तनको आधार लिनुहुन्छ। अब कुन चाहिँ मनुष्य तनको आधार लिनुहुन्छ? यति धेरै मनुष्यहरू छन्, सबैको आधार लिने त पक्कै पनि भएन। किन भन्दाखेरि शास्त्रमा त ठुला ठुला देवी देवताहरूको मेन गायन छ नि, जुन रामनवमीको कति धेरै गायन छ। हो, वही रामवाली आत्माको शरीरलाई नै धारण गर्नुहुन्छ। कसरी धारण गर्नुहुन्छ भन्दाखेरि अब के गर्भबाट जन्म हुने कुरो? यो त पक्कै पनि होइन होला। भगवान भनेको त अकर्ता अभोक्ता अजन्म हुनुहुन्छ। उहाँ कुनै गर्भबाट जन्म लिनुहुन्न। उहाँको त अलौकिक दिव्य जन्म हुन्छ। उहाँ अलौकिक दिव्य जन्म लिएर नै आफ्नो कर्तव्य पुरा गर्नुहुन्छ। अब कसरी आफ्नो कर्तव्य पुरा गर्नुहुन्छ भन्दाखेरि यो कालचक्रको सृष्टि 4 भागमा बाँडेको छ, जुन छ सतयुग त्रेता भनेको स्वर्गको दुनियाँ हो,
द्वापर र कलियुग भनेको नरकको दुनियाँ हो। जुन शास्त्रमा पनि छ नि, ब्रह्माको रात ब्रह्माको दिन। ब्रह्माको दिन भनेको सतयुग त्रेतालाई लिन्छ भने ब्रह्माको रात भनेको द्वापर र कलियुगलाई लिन्छ हो। अहिले वही ब्रह्माको रात्रिकाल चलिरहेको छ। यी रात्रिकालमा नै भगवान आएर आफ्नो कार्य गर्नुहुन्छ। यी रात्रिकालको समय कलियुगको अन्त्य र सतयुगको सुरुवात, यानि कि 100 सालको एउटा मिलन, दो युगको मिलनलाई नै के भन्छ, सङ्गम भनिन्छ। त्यही सङ्गम युगको गाई नै शास्त्रमा लेखिन पुगेको हो। जुन भगवान आउनुहुन्छ सङ्गममा, भगवान आएर आफ्नो कर्तव्य गर्नुहुन्छ, पढाइ पढाउने कार्य गर्नुहुन्छ। यी गायनमा नै यति धेरै शास्त्रहरू लेखेका हुन्। जस्तो शास्त्रमा देखाइन्छ नि, राम राजा भएर पनि जङ्गलमा रहनु परेको थियो। रावण भएर पनि महलमा बसेको देखाइन्छ नि। फेरि त्रेतायुग भनेको त स्वर्गको दुनियाँ हो। त्यहाँ त अब जङ्गल हुने, महल हुने त पक्कै पनि कुरा भएन। त्यहाँ त स्वर्ग भइसकेपछि सब एकनाशको हुन्छ नि त। त्यो भन्दाखेरि अहिलेको नै कुरा हो। किनकि जस्तै अब रामले सीतालाई हरण गरेको पनि देखाइन्छ नि। त्यो सीता भनेको पनि एक सीतालाई हरण गरेको होइन। त्यो भनेको हामी सबै मनुष्य भनेको सीता हो। त्यो रावणबाट छुडाउने काम कसले गर्नुहुन्छ? परमात्मा निराकार सुप्रिम सोल शिवले गर्नुहुन्छ। त्यो रावण भनेको कुनै दशशीलवाला रावणको कुरो भने पक्कै पनि होइन। त्यो रावण हामी सबै मनुष्यभित्र छ। हामी सबै मनुष्यभित्र काम, क्रोध, लोभ, मोह, अहङ्कार, हामी अहिले रावणको झन्झाटोमा फसिरहेका छौँ हो। त्यही झन्झाटोबाट नै भगवानले निकाल्ने, अर्थात् रामले निकाल्ने कार्य गर्नुहुन्छ। अनि कि यो विकारबाट, 5वटा विकारबाट हामीलाई पर सो अस्तित्वमा टिकाउने कार्य गर्नुहुन्छ। सो अस्तित्व भनेको आत्मा, यानि कि म आत्मा ज्योति बिन्दु हुँ। मेरो असली अस्तित्व भनेको सुख शान्त प्रेम आनन्द हो। अहिले सुख शान्त प्रेम आनन्द कुनै पनि मनुष्यभित्र छ? पक्कै पनि छैन हो। यी रावणको जेलबाट नै छुडाउने, हामी सबै सीतारूपी आत्मालाई छुडाउने काम कसले गर्नुहुन्छ? वही रामबाली आत्माले। मतलब वही रामबाली आत्मामा सुप्रिम सोल शिव प्रवेश गरेर हामी सबै सीतारूपी आत्मालाई, अर्थात् मनुष्यलाई 5 विकारबाट परको अनि सो अस्तित्वमा टिकाउन सिकाउनुहुन्छ। जस्तै अब शास्त्रमा देखाइन्छ नि, राम भएर पनि बन्दरको सेना लिएको थिए। के साँच्चीकै रामले बन्दरको सेना लिएको थियो होला? यानि कि यो कुरो भने पक्कै पनि होइन। मतलब जब भगवान यो सृष्टिमा आउनुहुन्छ, सबै हामी मनुष्यहरू बन्दर बुद्धि बनिसकेका हुन्छौँ। बन्दरको जस्तो आचरण गर्छौँ। हत्या, हिंसा गर्नु भनेको के इन्सानले पक्कै पनि गर्छ होला? जुन इन्सानमा मानवता छ उसले यो कुरो पक्कै पनि सोच्दैन। मतलब हामीभित्र त्यो मानवताहीन भएको छ। हामी सबै बन्दर बुद्धि बनिसकेका छौँ। बन्दर बुद्धिलाई मन्दिर लायक कसले बनाउनुहुन्छ? रामले, अर्थात् सुप्रिम सोल शिवले। त्यही भएर नै शास्त्रमा रामलाई बन्दरको सेना लिएको हो। मतलब हामी सबै मनुष्यहरू कलियुगको अन्त्यमा बन्दर बनिसकेका हुन्छौँ हो। यही नै बन्दर बनेका मनुष्यहरूलाई अनि रामबाली आत्माद्वारा पढाएर मनुष्य लायक बनाउने कार्य कसले गर्नुहुन्छ? सुप्रिम सोलले गर्नुहुन्छ। और शास्त्रमा यो पनि देखाएको छ, अब राम भएर पनि युद्धमा कुनै पनि रथ देखाएको हुँदैन, तर रावणलाई रथ देखाएको हुन्छ। किन भन्दाखेरि वही रामबाली आत्मा जब सुप्रिम सोल शिव आउनुहुन्छ, पढाइ पढाउनुहुन्छ, यो देह से पर, यो देह भएर पनि देहको कुनै पनि भान हुँदैन। एकदम आत्मिक स्टेजमा टिकेर 100% पढाइ पढेर नम्बर 1 हिरो पाठधारी फर्स्ट क्लास आत्मा को बन्नुहुन्छ? वही रामबाली आत्मा बन्नुहुन्छ। तर रावणलाई किन रथ देखाएको छ भन्दाखेरि सबै मनुष्यहरू 5 विकारबाट, काम, क्रोध, लोभ, मोह, अहङ्कार, देहभानमा जिरहेका छन्। मेरो 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 मेरो
गरिराख्छ नि त हो। त्यही भएर रावणलाई रथ देखाएको हो, रामलाई रथ देखाएको होइन। रामको शरीर भएर पनि उसलाई शरीरको भान हुँदैन, हामीलाई मेरो मेरो भन्ने हुन्छ। त्यही भएर रावणलाई रथ देखाएको हुन्छ, किन भन्दाखेरि हामीमा रावणीपन गुण हुन्छ नि त हो। त्यो 10 शिरवाला रावण कुनै स्थूल रूपमा भएको कुरा होइन, त्यो हामी आफैभित्रको कुरा हो। तर शास्त्रमा यो पनि देखाइन्छ, जस्तै शास्त्रमा यो पनि देखाएको छ भन्दाखेरि अहिल्यालाई शराब मिलेका कारण जङ्गलमा पत्थर शिला बनेको देखाएको छ। जस्तै अब रामको पेयर लागेर पत्थर सिक्यो भने चैतन्य बन्यो हो। त्यस्तै गरेर जब हामी रामवाली आत्मालाई राम्रोसँग चिन्छौँ तब हामी पत्थरबाट चैतन्य बन्छौँ। अहिले हाम्रो बुद्धि के छ? पत्थर बुद्धि छ, किनकि हामीले शास्त्रको कुराहरूमा यति धेरै उल्झिराखेका छौँ, हामीले त्यहाँबाट सुल्झिने मौका नै पाएको छैनौँ। हामी रामनवमी मनाउँछौँ, तर किन रामनवमी मनाउँछौँ भन्ने कुरो नै थाहा छैन। यो कहिलेको गायन बन्न पुग्यो, कसरी बन्न पुग्यो, यो हामी जान्ने प्रयास गर्दैनौँ। सिर्फ भनेको कुराहरूमा उल्झिराखेका छौँ। जब हामी परमात्मा निराकार सुप्रिम सोल शिवलाई ओ शरीरधारी रामवाली आत्माद्वारा पहिचान्छौँ अर्थात् चिन्छौँ, तब हामी पत्थरबाट चैतन्य मनुष्य आत्मा बन्छौँ हो। त्यही भएर नै सबै कुराहरू शास्त्रमा देखाएको हो। यो शास्त्रमा देखाउनु भनेको सङ्गम युगको गायन हो। जब भगवान आएर पढाउनुहुन्छ तब यो गायन मनाउनुहुन्छ, न कि कुनै यो सतयुग त्रेताको कुरो भने पक्कै पनि होइन। यो कुरो कलियुगको अन्त्य, सतयुगको सुरुवात, 100 सालको सङ्गम युगको गायन नै शास्त्रमा के भन्न पुग्यो? रामनवमीको रूपमा भन्न पुग्यो। त्यसरी नै हिन्दू धर्ममा सबै मनुष्यहरूले रामनवमी मनाउँदै आए। तर यथार्थमा रामनवमी भनेको वही सुप्रिम सोल शिवको यो सृष्टिमा आएर गरेको कर्तव्यको बात हो। मतलब हामी सबै मनुष्यहरूको नै गायन बन्न पुगेको हो। किनकि जब हामी भगवानलाई चिनेर त्यो रोल, त्यो क्यारेक्टर प्ले गर्छौँ भन्दाखेरि त्यो हाम्रो गायन बन्न कहाँ पुग्छ? शास्त्रमा पुग्छ। जब हामी द्वापर युगमा आउँछौँ तब हाम्रो आफ्नो कहानी आफै हामी के गर्छौँ? शास्त्रमा लेख्न थाल्छौँ, मन्दिरमा आफ्नो मूर्ति बनाउन थाल्छौँ, आफ्नो पूजा हामी आफै गर्न थाल्छौँ। मतलब यही हो कि त्यो सबै गायन हामी सबै मनुष्यहरूको नै हो। जब भगवान यो सृष्टिमा आउनुहुन्छ, पढाउनुहुन्छ, त्यसपछि हामी अब्बल मनुष्य से देवता बन्छौँ, तब त्यही देवताको गायन नै शास्त्रमा यसरी हामीले हरेक चाडपर्वको रूपमा मनाउँदै आएका हौँ। त्यसरी नै यो रामनवमी पनि मनाउँछौँ। त्यही भएर यति ठुलो गायन पर्नुको कारण पनि यही नै हो।